ल है त हजुर, आज हाम्रो ग्यारेजमा चाहिँ स्कुमाडी भन्ने स्कुटर आएको छ है। स्कुमाडी चाहिँ 125 सेगमेन्टको बाइक हो यो, 125 सीसीको है। अब यसको पार्ट्सहरू पनि खासै पाइँदैन। अब यो 2 वर्षपछि बल्ल स्टार्ट गरेँ, हाम्रै घरतिरको बाइक हो। अब विदेश गएको थिएँ, विदेशबाट आउने बित्तिकै स्टार्ट गर्नु खोज्यो, भएन है। अब यसको पार्ट्सहरू पनि खासै पाइँदैन। काठमाडौँमा पनि खालि औँलाले गनेर मात्र छ यो। अब है औँलाले गनेर छ, अब फाट्टा फुट्टा मात्र छ। अब खासै साउन्ड पाउने होइन। अब बन्ला नबन्ला भन्ने अनलाइनमा थियो भाइ चाहिँ। अब मैले चाहिँ बनाएँ है। अब स्टार्ट चाहिँ अब यस्तो अवस्थामा भएको छ, धुवा पुरै मुस्दै फालेको छ, हेर्नु है त। अब धुवा यस्तो मुस्दै फालेको छ होइन। अब खास त यसको इन्जिनै बनाउनु पर्ने हो। अब बनाउँछ बनाउँदैन आउने ठाउँमा छ। अब बनाउनै पऱ्यो पनि मलाई खासै ठुलो कुरा होइन है। पार्ट बनाउने ठुलो कुरा होइन। अब यो कतिन्जेल चल्छ अब यसरी। अब खासै लामो समय चल्ला जस्तो लाग्दैन। अब हाम्रो यो भाइलाई बाइक स्कुटर ढल्नेलाई कुरा गरेर इन्जिन बनाउँछ भने इन्जिन बनाउनु तर्फतिर लाग्छु म। अब नबनाउने भने त अब कसको के लाग्छ र है। ल त हजुर, तपाईँहरू पनि यसरी जुन कुनै कम्पनीको जुन कुनै हर कुनै बाइक स्कुटरहरू इन्जिनदेखि वायरिङदेखि है, EFI BS6 मोडल अब के छ, अब बनाउनु छ भने चाहिँ हामीलाई सम्पर्क गर्नु होला। जेनु मोटरसाइकल वर्कसप है, जेनु मोटरसाइकल वर्कसप लोकेसन रहेको छ राजधानी बस पार्क काठमाडौँ। ल हजुर, ल धन्यवाद है त हजुर।